नमस्ते सम्पूर्णमा सर्वप्रथम त गोर्खे सलाम हजुरहरु सबैलाई म रोशन तामाङ रोजगार समाचार 2.5 मा एकपल्ट फेरि न्यानो स्वागत जनाउँदै आजको यो भिडियो सुरु गर्न गइरहेछु। आजको यस भिडियोमा हामी डिस्कस गर्ने छौं भारतीय रेलवेमा सेक्सन कन्ट्रोलर भर्ती नोटिफिकेसन 2025। रेलवे रिक्रुटमेन्ट बोर्डले सेक्सन कन्ट्रोलर पोस्टको लागि सेन्ट्रलाइज इम्प्लोयमेन्ट नोटिफिकेसन जारी गरिदिसकेको छ। तपाईले अप्लाई गर्नु सक्नुहुनेछ। टोटल भ्याकेन्सीको कुरा गर्नुपर्दा 368 भ्याकेन्सी यहाँ दिएको छ। फ्रेशर्स ग्रेजुएट यानी कि यस पोस्टको लागि मिनिमम तपाईको एजुकेसन ग्रेजुएट हुनु जरुरी छ। तपाईले कुनै पनि स्ट्रिममा तपाईले ग्रेजुएसन कम्प्लिट गर्नु भएको छ तपाई अप्लाई गरि सक्नुहुनेछ। इन्डियन सिटिजन र अदर एलिजिबल नेशनल भन्नुको मतलब यदि तपाई नेपालको नागरिक हुनुहुन्छ या फिर भुटानको नागरिक हुनुहुन्छ या फिर अन्य जस्तै तपाईको साउथ एसियन कन्ट्रीबाट तपाई म्यानमारबाट तपाई पाकिस्तानबाट इन्डियामा आएर बसोबासो गर्नु हुँदैछ तपाईले पनि अप्लाई गरि सक्नु हुनेछ। 15 सेप्टेम्बर 2025 देखि अनलाइन अप्लाई प्रोसेस सुरु भइसकेको छ र लास्ट डेट 14 अक्टोबर 2025 यहाँ दिएको छ। अप्लाई गर्नुको लागि तपाईले अनलाइन फर्म भर्नु पर्नेछ र यहाँ तपाईले देख्न सक्नुहुन्छ वेब एड्रेस। यही वेब एड्रेसमा गएर तपाईले अनलाइन अप्लाई गर्नुपर्नेछ। तपाईको सुविधा र समयको बचतको लागि अनलाइन अप्लाई लिंक तपाईले भिडियोको डिस्क्रिप्सन बक्समा पाउनु सक्नुहुनेछ। नोटिफिकेसन की हाइलाइटको कुरा गर्नुपर्दा पोस्ट नेम छ तपाईको सेक्सन कन्ट्रोलर। टोटल भ्याकेन्सीको कुरा गर्नुपर्दा 368 भ्याकेन्सी यहाँ दिएको छ। एज लिमिट तपाईको मिनिमम 20 साल म्याक्सिमम तपाईको 33 साल। स्यालेरी तपाईको पे लेभल 6 35,400 रुपैयाँ इनिशियल पे। क्वालिफिकेसन तपाईको एनी डिग्री तपाईले कुनै पनि डिसिप्लिनमा डिग्री कम्प्लिट गर्नुभएको छ तपाईले अप्लाई गरि सक्नुहुनेछ। जब लोकेसन एक्रस इन्डिया। रेजिस्ट्रेसन डेट तपाईको 15 सेप्टेम्बर 2025 देखि लिएर 14 अक्टोबर 2025 सम्म तपाईले अनलाइन अप्लाई गर्नु सक्नुहुनेछ। एज लिमिटको कुरा गर्नुपर्दा बिट्विन 20 देखि लिएर 33 साल तपाईको मिनिमम 20 साल र म्याक्सिमम तपाईको 33 साल। यो जनरल क्यान्डिडेटको लागि हो, सामान्य वर्गको लागि हो। यदि तपाई रिजर्भ क्याटेगोरीबाट बिलोङ गर्नुहुन्छ भने एज पर गभर्नमेन्ट अफ इन्डियाको रुलको हिसाबले तपाईले रिल्याक्सेसन पाउनु हुनेछ। स्यालेरीको कुरा गर्नुपर्दा इनिशियल जो तपाईको पे छ त्यो 35,400 रुपैयाँ पे लेभल 6 यो तपाईको बेसिक पे हो। बेसिकको साथमा एलाउन्सेस जो रेलवे कर्मचारीहरूले पाउँछ त्यो तपाईले पाउनु हुनेछ। एजुकेसन क्वालिफिकेसनको कुरा गर्नुपर्दा ब्याचलर डिग्री तपाईले कुनै पनि डिसिप्लिनमा रिकग्नाइज युनिभर्सिटी या फिर तपाईले इक्विभ्यालेन्ट कोही भी डिग्री डिप्लोमा गर्नु भएको छ तपाईले अप्लाई गर्नु सक्नुहुनेछ। इम्पोर्टेन्ट डेटको कुरा गर्नुपर्दा अनलाइन एप्लिकेसन स्टार्टिङ डेट तपाईको 15 सेप्टेम्बर 2025 बाट सुरु भइसकेको छ। लास्ट डेट तपाईको 14 अक्टोबर 2025 बेलुकाको 11:59 सम्म तपाईले अप्लाई गर्नु सक्नुहुनेछ। फी पेमेन्ट तपाईले 16 अक्टोबर 2025 सम्म दिनु सक्नुहुनेछ। मोडिफिकेसन यदि तपाईले आफ्नो एप्लिकेसन फर्म मोडिफाई गर्न चाहनुहुन्छ भने 17 अक्टोबर देखि लिएर 26 अक्टोबर भित्र तपाईले आफ्नो एप्लिकेसन फर्म मोडिफाई गर्नु सक्नुहुनेछ। यदि तपाई स्क्राइब क्यान्डिडेट यानी कि तपाई पीडब्ल्यूडी क्यान्डिडेट हुनुहुन्छ र तपाईलाई स्क्राइबको जरुरत पर्ने गर्दछ त तपाईले आफ्नो स्क्राइबको डिटेल 27 अक्टोबर देखि लिएर 31 अक्टोबर 2025 सम्म दिनु पर्नेछ। इम्पोर्टेन्ट लिंकको कुरा गर्नुपर्दा डिटेल नोटिफिकेसन र अनलाइन अप्लाई लिंक तपाईले भिडियोको डिस्क्रिप्सन बक्समा पाउन सक्नुहुनेछ। हाउ टु अप्लाई यदि तपाई अप्लाई गर्न चाहनुहुन्छ भने तपाईले केही स्टेप्सहरु फलो गर्नु पर्नेछ। यहाँ तपाईले देख्न सक्नुहुँदैछ सर्वप्रथम त तपाईले आरआरबी को अफिसियल वेबसाइट भिजिट गर्नुपर्नेछ र रेजिस्ट्रेसनको प्रोसेस कम्प्लिट गर्नुपर्नेछ। तपाईको रेजिस्ट्रेसनको प्रोसेस सक्सेसफुल भएपछि तपाईले भ्यालिड आईडी र पासवर्ड पाउनुहुनेछ। त्यही आईडी र पासवर्ड लिएर तपाईले लगइनको कारबाही गरेर फर्दर एप्लिकेसन फर्म तपाईले भर्नु सक्नुहुनेछ। ध्यान दिनुहोस् एप्लिकेसन फर्म भर्दा तपाईले धेरै नै सावधानीपूर्वक फर्म भर्नु पर्नेछ। जो भी पर्सनल एजुकेशनल कास्ट एक्सपिरियन्स रिलेटेड जो भी डिटेल छ तपाईले सही भर्नु पर्नेछ। केही डकुमेन्ट तपाईले स्क्यान गरेर अपलोड गर्नु पर्नेछ जस्तै रिसेन्ट पासपोर्ट साइज फोटोग्राफ, सिग्नेचर, एजुकेसन कास्ट एक्सपिरियन्स रिलेटेड जो भी सर्टिफिकेट छ सही फाइल फर्मेटमा तपाईले अपलोड गर्नु पर्नेछ। फी पेमेन्ट गरिसकेपछि तपाईले आफ्नो एप्लिकेसन फर्म सबमिट गर्नु सक्नुहुनेछ। ध्यान दिनुहोस् एप्लिकेसन फर्म सबमिट गर्नु अगाडि एकपल्ट पक्का त्यसलाई रिभेरिफाई गरेर चेक गर्नुहोस्। यदि त्यसमा केही गल्ती तपाईलाई लाग्छ त त्यसलाई तपाईले सबमिट गर्नु अगाडि एमेन्ड गरि सक्नुहुनेछ। नत्र भने तपाईले करेक्सन विन्डोको प्रतीक्षा गर्नु पर्नेछ। सबमिट तपाईले आफ्नो एप्लिकेसन फर्म 14 अक्टोबर 2025 सम्म गर्नु सक्नुहुनेछ। यहाँ तपाईले अफिसियल वेबसाइट देख्न सक्नुहुँदैछ। यही अफिसियल वेबसाइटमा गएर तपाईले अनलाइन अप्लाई गर्नु पर्नेछ जो कि मैले सुरुमा बताइदिए। अनलाइन अप्लाई लिंक र डिटेल नोटिफिकेसन लिंक तपाईले भिडियोको डिस्क्रिप्सन बक्समा पाउनु हुनेछ। त यो थियो भारतीय रेलवेमा सेक्सन कन्ट्रोलर भर्ती नोटिफिकेसन सम्बन्धी केही महत्त्वपूर्ण जानकारीहरू। यदि तपाईलाई डिटेलमा अझै जानकारी चाहिन्छ भने डिटेल नोटिफिकेसन तपाईले डाउनलोड गर्नु सक्नुहुनेछ जसको लिंक तपाईले भिडियोको डिस्क्रिप्सन बक्समा पाउनु हुनेछ। यदि तपाईलाई आजको भिडियो इन्फर्मेटिभ लाग्यो भने
भिडियोलाई लाइक शेयर र जो च्यानल छ त्यसलाई सब्स्क्राइब पक्का गरिदिनु होला। नेक्स्ट भिडियो अर्को नयाँ नोटिफिकेसन लिएर म उपस्थित हुनेछु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। जय हिन्द, जय गोर्खा।